गुड इभिनिङ, नमस्कार सबैजनालाई। मेरो नाम विधानराज भण्डारी। म चाहिँ तपाईँहरूको डोमेनभन्दा अलिकति बाहिरको डोमेनमा काम गर्छु। बेसिकली आई रन एन एडभर्टाइजिङ कम्पनी इन नेपाल। फर लास्ट 20 years आई बिन डुइङ द सेम थिङ होइन। अब आई बेसिकली आई एम रेस्पोन्सिबल फर लट्स अफ मार्केटिङ जब्स फर माई क्लाइन्ट्स, जस्तै नबिल ब्याङ्क भयो, यटी एयरलाइन्स हो, अनि चौधरी ग्रुपको धेरै नै ब्रान्डहरू मैले हेरिरहेको छु एट द मोमेन्ट। म एक्चुली 5-7 दिन भइसक्यो है, एडभर्टाइजिङमा अलिकति हेक्टिक कामहरू हुन्छ, फेरि दसैँको सिजन छ, त्यो कारणले गर्दाखेरि म खासै धेरै सुत्न पाएको छैन। लास्ट विक म पनि एक्चुली म सुटिङमै थिएँ राइट बिफोर आई केम ओभर हियर। त्यो कारणले गर्दाखेरि म साम्बा, हाम्रो साम्बा सबैले चिन्नुहुन्छ? एनीवन? ओके, साम्बा हैज अ मेसेज फर एभ्री वान अफ अस। अडियो आएको भाइ, अडियो प्लिज। हिरो जुम 125 स्कुटरको चाहिँ हामीले सुट गरिरहेको छ। एक्चुली स्टिल ह्यापनिङ। म यहाँ सकिने बित्तिकै मलाई जानु पनि पर्ने छ। सो साम्बा नेपालको लागि भेरी सर्ट टाइमको लागि नेपाल आएको थियो। सो एज अ ब्रान्ड एम्बेसडर हामीले उसलाई चाहिँ साइन इन गरेको छौँ। सो सी इज फ्लाइङ ब्याक डे आफ्टर टुमोरो। त्यसले गर्दाखेरि आज होल नाइट हाम्रो सुट पनि छ। सो तर ओके, म मेसेज पछि फेरि देखाइदिइहाल्छु है त। सो बेसिकली आज हामी म्याक्सिमम् एआईको बारेमा कुरा गरिरहेको छ। त मेरो भर्सन अफ एआई इज समथिङ भेरी डिफ्रेन्ट। हामी एआईको बारेमा जे चाहिन्छ सबै कुराहरू अहिले डेटाले भनिरहेको छ होइन। त्यसले गर्दाखेरि कति कुराहरू हामीले चाहिँ भ्यास्ट लेभलमा गरिरहेको छ, तर प्रोभाब्ली वी आर सम हाउ फर्गेटिङ द बेसिक्स है। म अलिकति एउटा चाहिँ नयाँ कुरा ट्राई गर्न चाहन्छु। सो ब्याक टु द बेसिक्सको हिसाबमा लेट्स मुभ ब्याक टु द क्लासरुम। मिनिङ म एकैछिन रोल प्ले गरौँ है। हामी चाहिँ अहिले सबै कुरा एआईको बारेमा कुरा गरिरहेको, तर एबिसिडी अफ एआईको बारेमा अथवा वाट्स ह्यापनिङ अराउन्ड एबिसिडी एकछिन पढिदिउँ है त। अलराइट, म के गर्छु भने म चाहिँ टिचरको रूपमा रोल प्ले गर्छु होइन। म यताबाट आउँछु, तपाईँहरूले जस्ट फर द सेक अफ यति रमाइलोको लागि चाहिँ गुड इभिनिङ टिचर भनेर भनिदिनु होला होइन। अनि त्यहाँबाट म क्लास सुरु गर्छु है त। अलराइट, तर त्योभन्दा पहिला होइन, हामी अलिकति बच्चा हुनु पऱ्यो नि त है त। आएँ त म टक्क। गुड इभिनिङ, सिट डाउन प्लिज। तपाईँहरू अब हामी एबिसिडी पढिरहेको छौँ है। सम सर्ट अफ एबिसिडी द्याट इज नट एक्ज्याक्टली वाट वी लर्न ब्याक इन द स्कुल, बट देन ओके आई वुड लाइक टु आस्क वाट एक्ज्याक्टली इज एआई होइन। तर दिस ए इज समथिङ द्याट हेज चेन्ज द होल वर्ल्ड, द्याट हेज चेन्ज द म्यानकाइन्ड। वाट कुड बी द्याट ए? द्याट इज एन एप्पल है। द फरबिडन एप्पलबाट सुरु भएको हाम्रो म्यानकाइन्ड है। त्यसपछि कहाँ गयो? न्युटन्सको एप्पल, आइजक न्युटनको एप्पलमा गयो, ग्राभिटेसनल फोर्सको कुरामा। त्यसपछि आयो हाफ बिटन एप्पल। त्यो एप्पलले पनि हामीलाई हाम्रो थट प्रोसेस चेन्ज गरिदियो। नाउ एआई आउँदैछ, आइ पनि सक्यो। सो बिफोर वाट? बिफोर बनाना। अब बनाना किन भन्छु भनेदेखि चाहिँ तपाईँहरूलाई थाहा छ हाम्रो डिएनए, ह्युमन डिएनए छ नि, 50 to 60% डिएनए चाहिँ बनानासँग म्याच गर्छ अरे। यो पनि भर्खर 2013 मात्रै थाहा पाएको हामीले मान्छेले है। र अर्को भनेको चाहिँ बनाना रिपब्लिकको बारेमा इकोनोमिक ट्रान्सफर्मेसनै भएको छ होइन। अर्को कुरा भनेको चाहिँ एउटा रक हाम्रो चाहिँ छ नि, ब्यान्ड छ नि स्याडोज, त्यसले त हाम्रो नेपालीले के भन्थ्यो? के पाइस नेपाली? एक्ज्याक्टली। अघि मैले भने नि बनाना र हाम्रो डिएनए 50-60% म्याच गर्छ भनेदेखि अब आएर कसैले कस्तो केरा जस्तो मान्छे रहेछ भन्यो भने आई फिल राइट, वाइ नट? सो ए गयो, बी गयो, द वान भेरी इम्पोर्टेन्ट सी इज देयर। वाट इज द्याट सी? यो सी भएन भने एभ्रिथिङ विल सट डाउन। एआई पनि काम गर्दैन। क्युरियोसिटी पनि हुनसक्छ, तर त्यो चार्जर होइन, यो बिना त एआईले पनि काम गर्दैन। अलराइट होइन, यति इम्पोर्टेन्ट छ कि यो चार्जर तपाईँहरूसँग अहिले छैन, भोलिसम्म छैन भनेदेखि न तपाईँको एआईले काम गर्छ, न तपाईँको क्युरियोसिटीले काम गर्छ, न तपाईँको क्रिएटिभिटीले काम गर्छ। द्याट इज सो इम्पोर्टेन्ट सी। अब आउँछ डीको पालो। अडियो काम गरिरहेछ? अलराइट देन, थ्याङ्क यू। वाट माइट बी द डिफर? यो यस्तो डी हो,
It is going bigger, it grows stronger. Dirty minds? होइन, that D is डिजाइन डिस्को र डिजाइन डिस्को अर्गनाइज गर्नुभएको लिपफ्रग टेक्नोलोजी आई वुड लाइक टु थ्याङ्क र यो चाहिँ भोल्युम 4 रहेछ फर्स्ट सेकेन्ड थर्ड मलाई खासै थाहा थिएन आवाजले एकैचोटि 4 मा मलाई बोलायो बस द्याट्स फाइन ओके सो अलिकति मेरो बारेमा मेरो नाम विधानराज भण्डारी मैले पनि भनिहालेँ 20 वर्ष भयो एडभर्टाइजिङ क्लब अफ नेपाल एड क्लबको चाहिँ एट द मोमेन्ट म गभर्नर पोजिसनमा छु बेसिकली यस्तो मार्केटिङ नेपालमा भएको ब्रान्ड मार्केटिङमा इकोसिस्टममा एडभर्टाइजिङ इकोसिस्टममा काम गर्ने मान्छेहरूको लागि बनेको एउटा प्रोफेसनल नेटवर्क हो र म पनि एज अ डिजाइनर स्टार्ट गरेको मेरो करियर ब्याक इन 2006-05 आई डोन्ट रिमेम्बर म तर अहिलेसम्म पनि त्यो काम तर म डिजाइनरबाट स्टार्ट गर्दाखेरि पनि आई अलवेज थिङ्क कि म चाहिँ डिजाइनर मात्रै भएर बस्दिनँ आई विल बी अ थिङ्कर होइन डिजाइन थिङ्किङको बारेमा उहाँले कुरा गर्नुभयो तर आई विल बी अ थिङ्कर म डिजाइनर मात्रै भएर बस्दिनँ भन्ने भयो थिङ्करको रूपमा मैले काम गर्दै गएँ नाउ आई वुड बी अ थट लिडर अगेन आज जे म एआईको बारेमा बोल्दैछु इट्स बेस्ड अन माई पर्सनल एक्सपिरियन्स है उहाँहरू जस्तो म फेरि उहाँले चाहिँ अलिकति मोर अफ एआईको इन्साइडको रूपमा कुरा गर्नु भएको छ म चाहिँ युजर बेसको कुरा गर्छु है त मेरो एक्सपिरियन्स विथ द एआई सो अर्को कुरा के पनि छ अलिकति हल्का एडको मान्छे हो म हल्का एड गरिहालौँ होइन नेपालमा चाहिँ कृति अवार्ड्स भन्ने हुन्छ एडभर्टाइजिङ अवार्ड्स हुन्छ नेसनल अवार्ड हो लास्ट टाइमको कृति अवार्ड्समा अल टुगेदर 32 क्याटेगोरिज थियो त्यसमा मैले गरेको कामले 24वटा नोमिनेसन पायो त्यो 24वटा नोमिनेसनमा आई वन 19 अवार्ड्स बिग थिङ तर त्यो सबै कुरा बिना एआईबाट गरेको है मैले आई नेभर युज एआई फर द्याट ओह 20 वर्ष कट्यो कसरी कट्यो हेरौँ है त है प्रिन्ट टु पोस्ट मिनिङ प्रिन्ट एडको लागि कुरा गर्थ्यो भने आज हामीले सोसियल मिडिया पोस्टको बारेमा कुरा गरिरहेका छौँ होला कतिजना डिजिटल मार्केटिङ कम्पनीबाट पनि हुनुहुन्छ होला होइन सो होर्डिङ बोर्ड पहिला खुब कुरा गर्थ्यौँ हामीले अहिले खासै होर्डिङ बोर्डको खास भ्यालु छैन बिकज ह्यासट्याग इज मोर पावरफुल राइट सो यसरी रेडियोको जिङ्गल त यति बनाएँ मैले यति बनाएँ तपाईँले फन्टास्टिक वन्डरफुल हुने थियो लाइफ भन्ने गीत सुन्नु भएको छ त्यो गीत मैले लेखेको ल सो नाउ वी आर टकिङ अबाउट द रिल्स एटिएल भनेको अबभ द लाइन एडभर्टाइजिङ ब्रान्डिङमा एकदमै काम लाग्ने कुरा हो दिस इज बेसिकली वान मेथड अफ एडभर्टाइजिङ अहिले आएर हामी वी टक अबाउट एल्गोरिदम लुक एट द चेन्ज लुक एट द इभोल्युसन द्याट लाइक पछि आई हेभ बिन भनौँ म हरेक पोइन्ट बाई पोइन्ट मैले काम गरिरहेको छु आई बिन द एन्ड डन द्याट सो सिसी भनेको चाहिँ कान्तिपुर अथवा कुनै पत्रिकामा हामीले न्युज पेपर छाप्दा सिसी भन्थ्यो पहिला है त्यो कलम पर सेन्टिमिटरमा काम गर्थ्यो भने अहिले हामीले कस्ट पर क्लिकको बारेमा कुरा गरिरहेका छौँ हुँदा तल के थियो सेलेब्स टु क्रिएटर्स होइन उनीहरूको बारेमा हामी सेलिब्रिटीकोसँग धेरै काम गर्नु भरे मैले साम्बाको बारे पनि मैले देखाइदिइहालेँ होइन एक्सक्युज मी सेलेब्स आजको दिनमा इन्फ्लुएन्सर पनि भन्छ हु डन्ट एक्चुली इन्फ्लुएन्स खासै गर्दैन बट देन वी हायर देम होइन र एनालेग टु एआई है एनालेग सिस्टममा पनि हामीले काम गऱ्यो हो त अहिले आएर फाइनली वी आर इन्टु द एआईको एरामा छौँ है ह्याभिङ सेड द्याट तपाईँहरू यस्तो दिग्गज हुनुहुन्छ तपाईँले सबै कुरा च्याटजिपिटी गरेर सबै कुरा पत्ता लगाउनुहुन्छ होइन आजको दिनमा लास्टमा मलाई क्वेसन नसोधिनु ल प्लिज ल है एआईलाई सोध्दै हुन्छ त्यो कुरा उसले मजाले मैले भन्दा बेटर आन्सर दिन्छ है सो बेसिकली वाट आई मिन टु से दिस यु गाइज नो एआई बेटर देन मी फर स्योर आवासले जुन कुरा एजेन्टिक एआईको बारेमा कुरा गर्नु भएको छ उहाँहरू हाम्रो बाहिरबाट आउनु भएको छ माइक्रोसफ्टबाट आउनु भएको छ फरक ठाउँबाट आउनु भएको छ डेफिनेटली दे एन्ड यु गाइज नो मच बेटर एआई आर्टिफिसियल इन्टेलिजेन्सको हिसाबले कुरा गर्दाखेरि बट आई नो सम सर्ट अफ डिफ्रेन्ट एआई better than you. Your AI would be artificial intelligence for sure. My AI is advertising intelligence. हामीले सबैजना हामीले जे काम गऱ्यो भने एआई गर्नुहोस् बिआई गर्नुहोस् जेसुकै गर्नुहोस् तर चाहिँ बेसिकली वी डु फर द ब्रान्ड्स हाम्रो क्लाइन्टको लागि काम गरिरहेको छु हो त्यहाँ तपाईँको आफ्नो पर्सनल कम्युनिकेसन एडभर्टाइज गरेन भने त्यो एआई पनि काम लाग्दैन बेसिकली सो यु गट टु युज योर हेड तर अब सबैजनाले एआई गरिरहेको छ होइन उसले एजेन्टिक एआईको बारेमा कुरा गर्छ उहाँले भन्नुहुन्छ यु गाट टु स्टे ह्युमन भनिरहनु भएको छ नाउ द फाइट इज इन बिट्विन विदिन अस हाम्रो डिजिटलमै के अरे आजको टपिक एक्सप्लोरिङ द डिजिटल मी होइन एन्ड स्टेइङ ह्युमन द्याट इज द बिगेस्ट च्यालेन्ज वी आर फेसिङ एट द मोमेन्ट भोलि के हुन्छ के पनि थाहा छैन बिकज हाम्रो आफ्नो सोसियल मिडिया एल्गोरिदम आफूले क्रिएट गर्न थालिसकेका छौँ डिजिटल एल्गोरिदम हाम्रो आफ्नै छ च्याटजिपिटीले हामीले यसरी चिनिसकेका छ कि यसरी चिनिसकेका छ कि होइन हाम्रो बारेमा अलिकति मैले भन्यो भने तिम्रो हाइट यति हो तिम्रो वेट यति हो यस्तो नगर पनि भनिदिन्छ
हो यसरी चिनिसकेका छौँ भने हाम्रो डिजिटल भर्सन अलरेडी वी आर देयर एट द सेम टाइम वी आर ट्राइङ टु स्टे ह्युमन कसरी यसरी भयो किनभने आज तपाईँहरू यहाँ जसरी आउनु भएको छ नि एआईको बारेमा मात्रै पढ्न आउनु भएको होला जस्तो मलाई लाग्दैन किनभने यो कम्युनिकेसन यो नेटवर्क द्याट इज प्योरली ह्युमन द्याट इज भेरी नेसेसरी त्यो कारणले गर्दा हामी यहाँ छौँ राइट सो फर द्याट रिजन अर्को एउटा कुरा भनिदिन्छु है एआई इज भेरी 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 स्मार्ट पहिला पहिला के हुन्छ यो भाइ एकदम स्मार्ट छ भन्थ्यो होइन अब अलिकति बढी गरिदियो भने ओभर स्मार्ट भनिदिन्थ्यो हो अब आज एआई चाहिँ यति स्मार्ट छ होइन तर एआई चाहिँ ओभर स्मार्ट कहिले पनि हुँदैन फेरि एआई विल नेभर गो ओभर स्मार्ट त्यो कारणले गर्दाखेरि एआई इज डेफिनेटली स्मार्ट वी कान्ट बिट एआई फर स्योर हामीले अहिले रियलाइज आजभन्दा 2 वर्ष 5 वर्ष अगाडि जुन अघि भरे मैले रोबोटको देखाएँ नि चिट्ठी भन्ने त्यो रोबोट मुभीको त्यतिखेर के होला यस्तो होला त भन्ने लाग्थ्यो नि होइन जब आज हामीले प्र्याक्टिकली इम्प्लिमेन्ट गरिरहेको छौँ एआईलाई हाम्रो डे टु डे लाइफमा तर जब रियलाइज गरिसकेको छु वी कान्ट बी एज स्मार्ट एन्ड एज इन्टेलिजेन्ट एज एआई बट देन वी क्यान बी वाइज एन्ड वी गट टु बी वाइज टु सर्भाइभ है तर एआईको स्मार्टनेस के रहेछ हेरिदिउँ न त होइन कुन लेभलमा स्मार्टनेस छ आजको दिनमा एआईको अलिकति चाहिँ ऊ भएर आएको छ तर ठिकै छ मैले ट्राई टु एक्सप्लेन अदर वे म एडको मान्छे भएको हुनाले चाहिँ आजको दिनमा एआईले इजिली एडहरू बनाइदिइरहेको छ दे आर डुइङ द कपिराइटिङ पार्ट एभ्रिथिङ इभन वेबसाइट डिजाइनर्सलाई पनि खासै कोडिङहरूको पनि हिसाबले सबै कुरा गरिदिइरहेको छ दे आर क्राफ्टिङ द गुड थिङ्स दे आर क्रिएटिङ द कन्टेन्ट इभन लाइक दे क्यान प्रिडिक्ट द कन्ज्युमर बिहेभियर किनभने एडभर्टाइजिङ ब्रान्डिङ वाट एभर इट इज कन्ज्युमर इन्साइट कन्ज्युमर बिहेभियर कन्ज्युमर साइकोलोजी एभ्रिथिङ इज इम्बेडेड ओभर देयर र आज एआईले इमिडिएटली भनिदिन्छ वाट एक्ज्याक्टली इट इज भनेर है सो त्यहाँनिर मलाई एउटा यस्तो क्वेसन आयो अब मेरो रोल त के हो त अब भइरहेको सबै कुरा उसले गरिदिइरहेछ त होइन मेरो रोल के हो एआई इज फास्टर एआई इज स्केलेबल एन्ड इज प्योरली एक्युरेट बेस्ड अन द गिभन डेटा होइन डेटा जे हिसाब छ उसले 100% एक्युरेसनमा उसले काम गरिदिइरहेको छ भनेदेखि आजको यस्तो फास्ट पेस लाइफमा मैले के बेटर गर्न सक्छु एज अ ह्युमन एज अ युजर ओर एज अ नन एआई That is the question that goes inside my head. Agentic automation, hyper-personalization, what not, everything is done by AI. अब के गर्ने होइन How do we keep the human touch? That is another big question. मेरो 20 वर्षको करियर दौपेजमा छ के गर्ने अनि दिमाग आउँछ राति सुत्नुभन्दा अगाडि लौ न अब के गर्ने Should I go with AI? Can I beat AI? Of course not. Over smart. होइन nobody is going to beat him. त्यतिखेर हुन्छ दिमागमा अर्को लोचा एकदम इन्होंने वक्त बदल दिया जज्बात बदल दिए जिंदगी बदल दी हो भाई मारो मुझे मारो मुझे मारो नहीं ये खत्म बाय 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 टाटा गुड बाय गया एउटा साइड लागिहाल्नुपर्छ नत्र लाइफ ड्यामेज बनाउँछ यसले त होइन हो यस्तो कुराहरू दिमागमा नखेलेको होइन दिस डेफिनेटली द ह्युमरस पार्ट अफ वाट आइम ट्राइङ टु इन्टरप्रेट बट देन सबैको दिमागमा गएको होला गथ्यो होला उहाँले भन्नु अलिक कतिवटा क्लासहरू छ एआईलाई कसरी चाहिँ हामीले चाहिँ मोटिभेट गर्ने भन्ने कुरा सबै कुरा आइरहेको छ तर फर्स्ट थिङ हामी टेक्निकली काम गर्ने मान्छेहरूलाई यो कुराले सताइरहेको छ काहीँ न काहीँ वाट इफ अघि नै मैले त्यो बनानाको कुरा गर्दाखेरि न्यानो बनाना छुट्याएँ मैले नसुतेको ठ्याक्कै थाहा हुन्छ यसरी होइन न्यानो बनाना होइन यो अगस्तमै लन्च भएको है मैले अघि मैले साम्बाको मैचिनमा ब्याकचिज जाउँ सी एज अ मेसेज है उसले के भनिदिएको छ भने यहाँ डिजाइन डिस्कोमा आउनुभएकोलाई सबैलाई नमस्कार होइन र विधानदा यस्तो सुटिङ छोडेर आउनुभएको छ सो चाँडै पठाइदिनु भनेर भने उसले खासरी होइन ओके मैले भन्न खोजेको मैले त्यो किन भिडियो राखेको थाहा छ किनभने अब त्यस्तो खालको भिडियो फुल यत्रो स्टुडियो सेटहरू चाहिँ राखेर रातभरि काम गरेर बनाउने दिन जाँदैछ आई गट टु चेरिस द्याट हो किनभने मैले आज साम्बाको फोटोसुट पनि गरिसकेको थिएँ मेरो बजेट अप्रुभ भइसकेको थियो देन मैले यसको बारेमा यसो थाहा पाएँ कि गुगल एआई सुटमा के आयो न्यानो बनाना आयो साम्बाको फोटो राख्दिएँ यतापट्टि स्कुटर राख्दिएँ यसलाई चाहिँ गरेर राम्रोसँग देखाइदियो मलाई पहाडी न्युन ब्याकग्राउन्डमा आरजिबी लाइट खेलेर दामी खालको बनाइदियो भनेको त 100% साम्बा 100% द्याट स्कुटर अनि मैले त्यो क्लाइन्टलाई भन्यो भने त मेरो बजेट चेट हुन्छ तर नेक्स्ट डे उसले थाहा पाइ नै हाल्छ फर स्योर अब त त्यस्तो खालको बिस्तारै बिस्तारै हुन छोड्छ अनि मैले त्यो साम्बालाई देखाएँ साम्बाले दाइ मलाई किन दुःख दिइरहेको भनिरहेको थियो राइट भन्नु खोजेको थिङ्स आर इभल्भिङ सो फास्ट कि हामीलाई पनि थाहा छैन ओभरनाइट सो यस्तो केसमा के हुन सक्ला त भन्ने कुरामा चाहिँ जहिले पनि क्या डार्विन्स थ्योरी के थियो अरे सर्भाइभल ओभर द फ्युचर हल्का मैले ए हालिदिएँ त्यसमा ल होइन सर्भाइभलमा पनि अब ए सर्भाइभ गर्ने हो भने ए राखेर सर्भाइभ गर्ने हो होइन
अब तर के छ भने सुरुमा आउँदाखेरि अब सर्भाइभ त गर्ने फिटेस्ट त हुनु पऱ्यो देन अब के गर्ने च्याट जिपिटी कसरी चलाउन सिकियो होइन कोपाइलट आयो एन्ड अगेन मिड जर्नी त्यसपछि यतापट्टि अडियोमा यतापट्टि सुनो त्यसपछि एन्भ्याटो वाट नट हुँदा क्लिङ VO3 न्यानो बनाना अगेन यस्तो त लाखौँ छ फर दिस यु डु द्याट फर दिस यु डु द्याट फर दिस यु डु द्याट भनेर कति भिडियो आयो होला नि सबैको उसमा होइन अब कुन हेरेर बस्ने त होइन अनि वी आर अन द सेम रेस अनि त्यो सेम रेसमा म पनि दौडिरहेको थिएँ तपाईँ पनि दौडिनु भएको छ होला अथवा दौडिन छोड्नु भयो कि थाहा भयो तर मैले दौडिन छोडिदिइसकेँ अब चाहिँ नो मोर किनभने मलाई हल्का भेडा फिल भयो क्या है त्यो प्याराडक्स अफ सेमनेस क्या उसले पनि के गरिरहेको छ हुँदामा त मेरो बुवाले पनि सेम गरिदियो च्याट जिपिटी गएर गजल लेखिदिएर क्या होइन मैले लेखेकोमा फेरि म चाहिँ एकदमै फास्ट लेख्न सक्ने मान्छे हो यो प्रेजेन्टेसन मैले हिजो रातिमा मात्रै बनाएको आई क्यान डु इट आई एम भेरी फास्ट एट दिस किनभने मैले यो केसमा तर मैले अब एआईलाई जित्न त सक्दिनँ तर त्यो चेन्ज गर्दाखेरि पनि एउटा नन एक्सपर्ट मेरो लेभलको नन एक्सपर्टले पनि सेम लेभलको काम गर्न सक्छ भनेदेखि होइन त्यो सेमनेस त भयो नि त अनि त्यहाँ मलाई पनि हल्का भेडा जस्तो फिल भयो क्या भनेपछि किनभने सबै त्यही गरिरहेको छ तिमीले त्यही युज गरिरहेको छ सिमिलर प्रम्पटिङ अब च्याट जिपिटी प्रम्पटिङ निकालिदिन्छ भनेपछि आउटपुट के हुन्छ सेम नै हुन्छ ठिक छ सो प्रोबेबली वी आर रनिङ इन द सेम रेस यस्तो भेडा फिल हुँदाखेरि मलाई अर्को टाइम भेडाले बचाइदियो क्या फेरि गोल भेडाले कसरी मलाई भेडा हुनबाट गोल भेडाले बचायो भनेदेखि देयर इज वान अ भेरी फेमस सर्कास्टिक एउटा चाहिँ फ्रेज छ है इन इङ्ग्लिस नलेज इज नोइङ द्याट अ टोमेटो इज अ फ्रुट विस्डम इज नोइङ नट टु पिट इन द फ्रुट स्यालेड है भन्न खोजेको चाहिँ एआई त सबैले बुझिसक्यो होइन आजको दिनमा एआईलाई सबैले चिनिसक्यो तर एआईले हरेक कुरामा राख्ने कि नराख्ने भन्ने चाहिँ त्यो विस्डम चाहिँ तिमीसँग हुनुपर्छ भनेपछि यु गाट टु सेपरेट युर सेल्फ है भनेपछि अब आएर मलाई के थाहा भयो भने अब फिट मात्रै भएर भएन यु गाट टु बी वाइज भनेपछि मैले अहिले सर्भाइभल द फिटेस्ट भने नि त्यो खासै मलाई काम लाग्छ किनभने आई ट्राई टु फिट इन द्याट भेडाको त्यो उसमा तर सबैजनाले सेम गरिरहेको छ भने यु कान बी द विनर हो त्यो कारणले गर्दा मैले सर्भाइभल द फिटेस्टलाई मैले चेन्ज गरेँ रिफ्रेस गरिदिएँ मैले नाउ आई से सर्भाइभल अफ द वाइजेस्ट यु गाट टु बी वाइज फिट मात्र भएर भएन अब होइन यु गाट टु स्ट्यान्ड आउट अब कसरी भन्दाखेरि अब एआईको बारेमा हल्का ब्याकल्यास त गर्नु पऱ्यो ब्याकफायर कसरी ब्याकफायर त नभनौँ एआईको बारेमा हल्का नेगेटिभ कुरा गरिदिउँ न होइन एआईले हामीले सबै कुरा मानिरहेको छ आजको दिनमा भनेपछि एआई भन्दा म पावरफुल हुनको लागि अथवा एआई भन्दा मोर इन्टेलिजेन्ट म हुन सक्दिनँ मोर स्मार्ट हुन सक्दिनँ बट देन आई क्यान बी वाइजर देन एआई तपाईँले सोध्नु पनि भए हुन्छ एआईलाई सोध्नुहोस् तपाईँको आफ्नो एआईलाई के तिमी वाइज छौ भनेर सोद्धाखेरि म त्यति वाइज छुइनँ भनेर भन्छ उसले आई विल गिभ यु सम रिजन्स मैले कसरी लिन थालेँ भने टु बी वाइज टु स्ट्यान्ड आउट फ्रम द रेगुलर चाहिँ एआईको रेसबाट मैले एआईलाई चाहिँ सर्भेन्टको रूपमा लिन थालेको छु अहिले ब्रो यु एज अ सर्भेन्ट आई एम द मास्टर होइन यु आर नट द सोभरेन सबै कन्ट्रोल मैले गर्छु भाइ तिमीलाई भनेपछि तिमी अझै पनि म तल छु त तल मेरो तल छौ मैले जे कमान्ड गर्छु अनि त्यो मात्रै तिमीले आउटपुट दिइरहेको छौ भनेपछि म अझ माथि हो तिमी अझ तल छौ र मैले सानो मैले अलिकति पुरानो तरिकाले म भनिदिन्छु भगवान्को टाइममा भगवान् टु बिजी भयो क्या सबले आशीर्वाद मागिरहेको छ के गर्ने कसो गर्ने मैले त्यसो लिन्छु है अनि के भइदियो भने उसलाई चाहिँ भगवान्लाई झ्याउलाएको छ क्या होइन कति गर्ने सबैले आशीर्वाद दिएको छ यहाँ पनि जाऊ त्यहाँ पनि जाऊ है फरक युग फरक तरिका अनि उसले के गरिदियो एन्जल बनाइदियो क्या ठिक छ एन्जलले के भन्यो भने तिमी जहाँ म जान सक्दिनँ त्यहाँ गएर काम गरिदियो मलाई अलिकति सजिलो बनाइदियो भने तर एन्जलले के गर्छ कहिले पनि भगवान्ले बिनाको डिसिसन लिन सक्दैन प्रोबेबली ह्युमन एज अ गड एआई बनायो विच इज एन मोडर्न एन्जल मैले चाहिँ त्यसरी लिइरहेको छु एआईलाई सो एआई इज जस्ट अ टुल होइन एआई नै सबै कुरा हो भनेर लिन थाल्यो भनेदेखि के हुन्छ हामी जहिले पनि पछि नै पर्छ लेट्स टेक जस्ट एज अ टुल है नट एज अ कन्साइन्स किनभने यसले तपाईँलाई माया गर्न सक्दैन मैले के सोधेँ भने एआई तिमीलाई त मैले यति चिनिसक्यो तिमीले मलाई यति चिनिसक्यो म अचानक मऱ्यो भने तिमीले मलाई मिस गर्छौ भनेर मैले सोधेँ क्या नो भनिदियो स्ट्रेट फरवर्ड होइन मैले फेरि डोन्ट बी डिप्लोमेटिक जे हो तिमीलाई जे लाग्छ त्यही भन्न भने मलाई चाहिँ के गर्छु भने एआई स्पेसली तपाईँको च्याट जिपिटी इट वान्ट्स टु बी भेरी डिप्लोमेटिक क्या यतापट्टि अर्को चाहिँ थियो नि चाइनाको कुन चाहिँ थियो अरे डिपसिक त्यो चाहिँ अलिकति स्ट्रेट फरवर्ड थियो है च्याट जिपिटी अलिकति डिप्लोमेटिक बन्न खोज्थ्यो मैले डोन्ट बी डिप्लोमेटिक है च्याट भनेर भनेको होइन हुन्छ एज यु विस भनेर मलाई स्ट्रेट नो भनेर भन्थ्यो डु यु लभ मी भनेको नो भन्थ्यो भने उसको डिसिजन लेभलमा त्यो लेभलको ह्युमन उसले सिम्फेथाइज गर्न सक्छ तर उसले हामीलाई एम्फेथाइज गर्न चाहिँ सक्दैन है उसको कन्साइन्स खासै छैन
सो त्यो भनेको प्योरली ह्युमन इन्टेलिजेन्स हो यस डेफिनेटली एआई थिङ्क फास्ट बट वी आर द वान हु थिङ्क फर्स्ट त्यो फास्ट र फर्स्टको डिफ्रेन्समा पनि हामी अगाडि छौँ एज अ ह्युमन हो कि होइन हामीले के नसोचिकन हामीले के क्वेसन नसोधिकन उसले आन्सर दिँदैन अहिलेसम्म है फेरि कुन दिन फ्याक्ट बोल्दै पनि टेन्सन सो एज हामी डिजाइनरको कुरा गरिरहेको छौँ होइन एआईले के गरिदियो भनेदेखि क्रिएटिभिटीलाई डेमोक्रेटाइज गरिदियो एभ्री वान क्यान बी अ क्रिएटिभ पर्सन आजको दिनमा मैले बनाएको मेरो बच्चाले बनाएको अरे कि अब एउटा ठुलो व्यापारीले होइन नेपालको सबभन्दा ठुलो वान सबभन्दा भने बुझिहाल्यो फेरि के भन्यो भने उहाँले के भन्नुभयो भने फेरि भन्नुभयो भने मेरो छोरीले फ्याक्ट्री भिजिटमा गएको थियो होइन सी लाइक दिस उसले आफ्नो एआईमा गयो उसले राम्रो ऱ्यापर डिजाइन गर्यो सी मेड हर न्यू फ्लेभर रे अनि उसले चाहिँ एकदम आउट अफ इमोसन उसले त्यो नयाँ निकालिदियो प्रोडक्ट लाइन होइन चलाएको छैन तर मैले भन्न खोजेको चाहिँ जसलाई पनि क्रिएटिभ बनाइदियो होइन है अनि अब के पनि भइरहेछ भने सबै कुरा त्यो गर्न सकिरहेको छ प्रम्प्ट गरिरहेको छ आज प्रम्प्ट इन्जिनियरिङको बारेमा कुरा गरिरहेको छ अब प्रम्प्ट इन्जिनियरिङ पनि यस्तो भइसक्यो कि होइन हुँदा उस्तै क्या होइन उस्तै त्यो प्रम्प्ट इन्जिनियरिङ पनि सेम सिकाइदिएर सबैलाई सेम बुझिरहेको छ अनि त्यतिखेर दिमागमा अर्को एउटा घन्टी बज्छ Lara judio जस्तै me versus me बन्द ताला साला खुल्यो त्यस्तै सिम्पल एस फ्लो मूर्ख शब्दमै भुल्यो अनि बुझिसक्दा कुरा त्यसको पालो नै सुल्यो बुझ्यो भन्नु खोजेको के बुझ्यो सबै उस्तै भन्नु खोजेको क्या ब्रान्ड लारा भनेर भन्दाखेरि एकछिन त कन्फ्युज भयो नि त होइन सबैले त्यही गरिरहेछ इट्स ह्याभ माइन्ड गेम त्यही भइरहेछ है हाम्रो दिमागमा सबै सेम प्रम्प्ट इन्जिनियरिङ भइरहेछ भनेदेखि त आउट विल बी सेम त्यही फेमस भइरहेछ फेरि अहिले ओके हुँदा त्यो के रियलाइज हुन्छ भने मलाई आजको दिनमा बेटर प्रम्प्टिङ अल्सो इज नट इनफ इट्स एन्ड इनफ अब आएर होइन एनी वान क्यान डु बेटर इन्जिनियरिङ सो वाट इज द डिफ्रेन्सिएटर हु इज द डिफ्रेन्सिएटर हु क्यान मेक द डिफ्रेन्स द्याट इज अनदर बिग क्वेसन द्याट कम्स टु माई माइन्ड एन्ड द्याट्स यु द्याट्स मी द्याट्स अस नो वान एल्स AI being intelligent, AI being the most smart, अझ त AI को मात्र कुरा गरिरहेछौँ सुपर इन्टेलिजेन्सको बारेमा कुरा गर्नै बाँकी छ होइन भविष्यमा AI वाट आफ्टर AI भनेर मैले सोधेको थिएँ सुपर AI सुपर इन्टेलिजेन्स रे होइन जस्तै हामीले सुप्रिम पावर भने जस्तै प्रोभाब्ली सुपर AI अथवा सुपर इन्टेलिजेन्स इज देयर तर बिफोर द्याट ह्युमन पावर जुन AI क्यानट क्लोन येट another 5 years down the line 10 years down the line 2 days you never know so still what are those human powers that we have still that's the curiosity तपाईलाई सोध्नुस् आफ्नो चाहिँ AI लाई आर यु क्युरियस भन्दा नो दे आर द क्युरेटर्स उनीले डेटा क्युरेट मात्रै गर्ने हो उनीले प्याटर्न हामीलाई सेट मात्रै गरिदिने हो है उनीले टेबल दिने हो बट द क्युरियोसिटी इज अल इनसाइड आवर हेड नट विदिन AI अर्को सबैभन्दा इम्पोर्टेन्ट पार्ट गट फिलिङ्स एलन मस्कले म संसारको सबैभन्दा धनी मान्छे बन्छु भनेर कहिले पनि हि डिडन्ट स्टार्ट द कम्पनी हि ह्याड द्याट गट फिलिङ इनसाइड हो त्यो एआईसँग हुँदैन विनोद चौधरीले वाइ भाइ लिएर आउँदाखेरि म नेपाल अब बिलिनियर बन्छु भने ल्या होला त होइन होला नि डेफिनेटली होइन हि डिडन्ट गो विथ द डेटा खान्छ खाँदैन थाहा थिएन मन पराउनु थाहा थिएन घाटा नाफा उसले के पनि हेरेन ट्राई गर्छु आई फिल लाइक इट गोना क्लिक भनेर त्यो गट फिलिङ्स अहिले स्टार्टअप तिनीहरू खोलिरहेको छौँ धेरैजना गट फिलिङ्समा आउँछ होइन अहिले गट फिलिङ्स जुन चाहिँ छ त्यो एआईमा छैन सो युज द्याट प्लिज युज द्याट तपाईँ एज अ डिजाइनर तपाईँ एज अ डेभलपर जो हुनुहुन्छ अहिले मैले भने किप द्याट क्युरियोसिटी अलाइभ डोन्ट लेट द्याट थिङ टु एआई तपाईँ क्युरियोसिटी एआईमा नछोडिदिनुहोस् बी क्युरियस तपाईँ वाट एभर तपाईँको डिजाइन बनाउनुहुन्छ वेबसाइट बनाउनुहुन्छ वाट एभर र अझ गट फिलिङ्स चाहिँ युज गर्न सिक्नुहोस् इन्स्टिङ्क्ट अझ पनि डिपर भोइसमा भन्दाखेरि इन्स्टिङ्क्ट हो त्यो के कुरा आउँछ नि फक द्याट डेटाहरू सबै कुराहरू मतलब छैन त्यो कुराहरूको होइन तपाईँको इन्स्टिङले काम गर्छ गडले पनि त्यही भन्छ वाट कम्स फ्रम विदिन छ नि द्याट इज द मोस्ट पावरफुल थिङ त्यो इन्टेलिजेन्स फेरि 6 सेन्स हो नि हाम्रो त्यो 6 सेन्स युज गर्न सक्नुपर्छ हामीले को रोनाल्डो पार्टी ह्यान्ड्स अप मेसी
द वर्ल्ड इज डिभाइडेड अर द फ्र्याक्टेड इन त्यो दुईवटा मान्छेले गर्दाखेरि संसार डिभाइड भएको छ केही लिनु दिनु छैन है फेरि हामीलाई थ्याङ्क यू नेपाल पनि भनेको छैन अहिलेसम्म एकचोटि होइन नेप्लिज पनि भनेको छैन होइन तर हेर न यहाँ पुरै फाइटै परिरहेछ हेर्नुपर्छ नि त्यो वर्ड वार्स होइन मेसीले यसो गरे त्यो त बायस्ड हो त्यो त यसो गरे पुरै रिग्ड हो त्यो वर्ल्ड कप रिग्ड भनिदिरहेको क्या अब होइन रोनाल्डो पार्टीहरूले है रोनाल्डोसँग सबै कुरा छ हेर तर वर्ल्ड कप छैन भनिन्छ मेसीहरूले होइन तर हेर न केही दिएको छैन हाम्रो तिनीहरूले तर वी आर प्रिटी मच हामीले दुईवटा कुरामा कुरा गरिरहेको छौँ अब वाट इफ त्यही रोनाल्डो त्यही मेसीको पार्टीहरूको बिचमा मैले साम्बा लिएर आइदिएँ भने वुड यु चुज कहाँ कोसँग प्राइड छ बढी तपाईँहरूको साम्बा नि होइन सी हाम्रो लेयर अफ बायसनेस त्यहीँ खत्तम भइसक्यो भनेपछि हामी यहाँ बायस मान्छे हो बायस हो हामी ह्युमन त्यो एआई कहिले पनि बायस हुन सक्दैन हामीले रङ इनपुट दिन्छ ब्रोले रङ आउटपुट दिन्छ हो त्यसले गर्दा ऊ बायस हुनै सक्दैन हामी युज द्याट बायसनेस भन्नु खोज तपाईँको जुन कल्चरल तपाईँको जुन नुवान्सेसको जुन अन्डरस्ट्यान्डिङ छ तपाईँको जुन ट्रेडिसनल तपाईँको जुन भ्यालुज इन्साइड छ त्यसले तपाईँलाई डिफ्रेन्सिएट गर्छ तपाईँको डिजाइन होस् डेभलप वाट एभर इट इज युज द्याट होइन कहिले पनि तपाईँको हुन्छ नि अब त्यो बायस म बायस भएँ अब जमाना गयो त्यो बायस हुन्छ रेसिजमको कुरा गरेँ होइन फेरि मैले बायसनेस तपाईँको अन्डरस्ट्यान्डिङलाई छ नि प्रायोरिटाइज गर्नुहोस् त्यो एआईमा कहाँ पनि खोजेर पाउँदैन यो गेटिङ म पोइन्ट यो कुराहरू दिस भेरी सिरियस म चाहिँ युज गर्छु कि म रङ हो भने आइम रेडी होइन तर ममा कुनै इन्क्लिनेसन छ भनेदेखि जस्तै फर इक्जाम्पल गोल्डन राम चाहिँ मैले साइडमा राखेँ तपाईँको ममलाई मैले सामने राखेँ ल अब कसको खानेकुरा मिठो भनिदिनु अब हामीले होइन अभियसली मम किनभने कमिङ फ्रम द हार्ट होइन अब क्रोनर म्याकग्रेगर होइन अर्को त्यसको नाम अस्तिको नाम खबिब र रविन्द्र ढाँडासँगै खेलाएर क्या अब हामीले खबिब भन्छ कि रविन्द्र भन्छ हार्छ होला त्यो ब्रोले डेफिनेटली बट विथ चियर फर रवि हो त्यो बायसनेस चाहिँ एकदम इम्पोर्टेन्ट रहेछ आजको दिनमा आएर हामीसँग लेफ्ट ओभर भएको कोही पावरहरू मात्रै हो है त्यो फेरि एक्ज्याक्टली यही नै हो अर्को भनेको हामी एज अ डिजाइनर डेभलपर र क्रिएटिभ फिल्डमा लाग्ने मान्छेहरू टेक्निकल एङ्गलमा लाग्ने मान्छे वी ट्राई टु अचिभ द पर्फेक्सन हो सानो कुराले गर्दाखेरि हामीलाई बदर गर्छ यति गरिदिनु पाएँ भने तर त्यो अब इमिडिएटली कसले गरिदिन्छ एआईले गरिदिन्छ अब हामीलाई के चाहियो इम्पर्फेक्सन चाहियो स्पेलिङ इन्करेक्ट छ होला त्यहाँ होइन जानी हो मैले एआईबाट ताने होइन भने देखाउनु खोजेँ होला क्या मैले होइन जुन चाहिँ यो त्यसको ग्यापको कुरा छ नि इट युज टु बी टेकन एज इन्फर्फेक्सन यो छालामा लाग्ने ऊ छ नि के भन्छ रोगहरू हुन्छ नि इन्फर्फेक्सनको बारेमा लिन्थ्यो भनेदेखि पहिला लिनु भएर हिँड्ने मान्छे इन्फर्फेक्सन लिन्थ्यौँ भनेदेखि अब आएर त्यो इम्पर्फेक्सनको भ्याल्यु छ जब मसिनहरू बन्न थाल्यो इन्डस्ट्रियल रिभोल्युसन हुन थाल्यो त्यसपछि बिस्तारै के भयो ह्यान्डिक्राफ्टको भ्यालु बढ्न थाल्यो यो गेटिङ पोइन्ट एआईले बनाएको कुरा भन्दा पनि तपाईँले आफैले बसेर बनाएको कुराको भ्यालु बढी हुन्छ तपाईँले आज छोड्नुभयो भने एआई विल टेक ओभर डेफिनेटली तर तपाईँले आफ्नो इनपुट तपाईँले दिन सक्नुहुन्न तपाईँको आफ्नो कन्साइन्स त्यहाँ राख्न सक्नुहुन्न तपाईँको इम्पर्फेक्सन त्यहाँ राख्न सक्नुहुन्न भनेदेखि तपाईँको भ्यालु पनि कम छ पर्फेक्सन गयो पर्फेक्सन छोडिदिउँ एआईलाई हामी काम गरौँ इम्पर्फेक्ट भन्दैमा बिगार्ने होइन नि फेरि भन्न खोजेको त्यहाँ इम्पर्फेक्सनको पनि भ्यालु छ भन्न खोजेको मैले आफूले बनाएको उसले हातले बुनेको हो कहिलेकाहीँ हुन्छ नि अर्ग्यानिक होइन यत्रो कुरा छ अर्ग्यानिकले महँगो पनि भयो नि त भनेपछि तपाईँले डिजाइन गरेको डेभलप गरेको वाट एभर इट इज भोलि तपाईँले आफैले बनाउनु भएको छ भने त्यो इट्स गोना बी भेरी भेरी युनिक त्यो युनिकनेसको नै हो त्यो इम्पर्फेक्सन त्यो इन्फर्फेक्सन नै हो तपाईँको भ्याल्यु अर्को भनेको हाम्रो अर्को ह्युमन पावर भनेको इन्टरप्रिटेसन हो हामीले जे भन्छ नि एआईले त्यही बुझ्छ क्या तर ह्युमन यस्तो हो तपाईँले जे भने मैले त्यो नबुझ्न पनि सक्छु क्या मेरो बुझाइ फरक हुनसक्छ होइन बिपी कुराले यस्तो गरिरहेको छ यस्तो भनिरहेको छ तपाईँ गीत गाइदिनुहोस् अरे होइन बिचमा होइन उहाँको आफ्नै बुझाइ छ नि द्याट्स वाइ हि इज भेरी युनिक म एकदमै मान्छु यो मान्छेलाई होइन इम्पर्फेक्सन छ उहाँमा बायसनेस पनि छ सबै कुरा छ क्या द्याट्स वाइ इज भेरी युनिक हि रन्स अ टेलिभिजन ब्रो यु क्यान इमेजिन रनिङ अ टेलिभिजन इन दिस कन्ट्री हि रन्स द्याट एन्ड हि इज गोइङ इन द प्रफिट एन्ड लुक एट हिम उसको आफ्नो पर्सनल साइड अफ डिफ्रेन्ट इन्टरप्रिटेसन इज हिज म्याजिक फर द्याट रिजन हि इज देयर इन माई स्लाइड हो किन भन न जेसुकै उसले कसलाई पनि मतलबै गर्दैन उसको आफ्नो बुझाइ नै उसको संसार हो
तपाईँको बुझाइ तपाईँको संसार, मेरो बुझाइ मेरो संसार। सो यही कुरामा एउटा एकदमै दिग्गज मान्छेले के भन्दियो भने AI is smart, humans are wise, but the true power lies within the blend of the both. Best of the both worlds भन्छ नि हामीले नर्मली। AI पनि छ, I don't give a damn to AI, no you are gone bro. म सबभन्दा स्मार्टेस्ट मोस्ट इन्टेलिजेन्ट मान्छे हो, मसँग सुपर पावर छ ब्रो, अगेन युआर गन। बट यु डोन्ट ब्लेन्ड इट, इफ यु ब्लेन्ड इट देन द्याट्स द सुपर पावर। अब ब्लेन्ड कसरी गर्ने त? दिस इज वेयर माई इन्टायर टपिक कम्स इन। यु गाट टु को क्रिएट विथ एआई एन्ड यु स्टे वाइज। वाइज हुनु छ हामीलाई। एन्ड द वाइजलाई मैले के चाहिँ गरेको छु, फ्रेमवर्क बनाइदिएको छु है। वाच एन्ड वन्डर। हामीलाई एआई जस्तै मैले न्यानो बनानाको बारेमा कुरा गरेँ अघि चाहिँ आवाजले के भन्दै थियो, कति कुरा तपाईँलाई थाहा नै छैन भन्दै नि, थाहा थियो होला होइन? भनेपछि कति किपअप गर्न कति गाह्रो छ आज एआईको ट्रेन्डमा है। यु गाट टु स्टे अपडेटेड। त्यो चाहियो। यु गाट टु किप अन एज वाच डगको रूपमा तपाईँ बस्नुपर्छ एआईको लागि भने तपाईँको अघि मैले भने क्युरियोसिटी। यु सुड किप अन वन्डरिङ कि यो किन, आस्क वाइ, वाट, वेयर, वेन, एभ्रिथिङ। WHGG आउँछ नि, WTF बाइक है। सो गाट टु इन्टिग्रेट एन्ड इन्सपायर। इन्टिग्रेसन कसले गर्छ? एआईले गर्छ। एआईले इन्सपायर गर्छ तपाईँहरूलाई? डु एभर बी इन्सपायर्ड बाई एआई? कस्तो दामी दियो यार एआईले मलाई यार, आई फिल सो ब्लेस्ड। अहिलेसम्म फिल भएको छैन मलाई चाहिँ, छ हल्का फिल चाहिँ भयो होला अहिले चाहिँ कुरा गऱ्यो भने। तर एउटा सानो मान्छेको एउटा कुनै एउटा चाहिँ कोटेसन देख्नुभयो भने यु गेट इन्सपायर्ड। द ह्युमन टच हो। त्यो इन्सपिरेसन चाहिँ कहाँबाट आउँछ? हामीबाट आउँछ, ह्युमनबाट आउँछ। त्यो इन्सपिरेसन पनि तपाईँको डिजाइन प्रोसेसमा राख्नु होला, डिजाइन थिङ्किङमा राख्नु होला। एआईले के गरिदिन्छ? स्ट्रक्चर गरिदिन्छ। त्यो प्याटर्न, त्यो डेटाले, एभ्रिथिङ द्याट मेक्स इज भेरी इजी फर अस टु सबै कुराहरू चाहिँ एउटा प्राइमेरी डेटालाई सेकेन्ड डेटामा लिएर आएर हामीलाई इजिली सिम्प्लिफाई भर्सनमा एउटा स्ट्रक्चर गरिदिन्छ। तर त्यसमा तपाईँको के चाहियो एज अ डिजाइनर? आफ्नो स्टाइल चाहियो, आफ्नो टच चाहिन्छ है। तपाईँकोमा आफ्नो त्यो टच छैन भनेदेखि त्यो युनिकनेस छैन अब है। त्यो युनिकनेस राख्नु होला है, त्यो स्टाइल आफ्नो चाहिँ क्यारी गर्नु होला। अहिले मैले पनि भनिहालेँ एम्प्याथी नै हो हाम्रो अगाडिको नेक्स्ट स्टेप भनेको एआईलाई जित्ने। वी गाट टु इभल्भ विथ द एम्प्याथी। अब तपाईँलाई मलाई यस्तो त्यो दुखिरहेको छ, मेरो एक्स गर्लफ्रेन्ड मेरो अथवा यस्तो ब्रेकअप भयो, म आइएम गोइङ टु द डिभोर्स फेज, वाट एभर, एआईले यस्तो मजाले बुझाइदिन्छ होइन। ओहो ल ठिक छ है भन्ने कुराहरूमा काहीँ न काहीँ त्यो डिप्रेसन लेभलमा जान्छ नि मान्छेहरू होइन। त्यो चाहिँ सायद चाहिँ अब चाहिँ साथी भेट्नु पनि पर्दैन होला क्या। द्याट्स गुड पार्ट। त उसले सिम्पथाइज चाहिँ गर्न सक्छ, मैले पनि आई रिपिट द्याट थिङ है। तर उसले चाहिँ एम्पथाइज चाहिँ गर्न सक्दैन रहेछ क्या। मैले फेरि कस्तो भन्दाखेरि यत्तिकै भने होइन है, मैले लिन खोजेँ कि एम्प्याथी, तर सकेन। उसले कडलै गर्न सकेन मलाई त्यो लेभलमा है। त्यो एम्प्याथी चाहिँ अब हामीलाई चाहिन्छ इभल्भ। वी गाट इभल्भ विथ द्याट हो। र त्यो वाइज फ्रेमवर्क WISC-लाई जसरी मैले युज गर्छु अथवा चाहिँ मैले गरिरहेको छु एज अ प्र्याक्टिस, सेङ द्याट एआई तिमी जस्तो मेरो सर्भेन्ट हो, मेरो टुल मात्रै हो, आई एम स्टिल द सुप्रिम पावर। म युज गर्छु, म तँलाई कहिले पनि मलाई डोमिनेट हुन दिन्न, आई विल किप द्याट थिङ। म ह्युमन युनिकनेस राख्छु भन्ने जुन मैले वाइज डिसिजन लिएर जुन वाइज मैले फ्रेमवर्क युज गर्छु नि, इफ यु युज द्याट, फ्युचर बिलोङ्स टु द वाइज। यदि तपाईँको हातमा फ्युचर छ, तपाईँ वाइज हुनुहुन्छ, तपाईँले वाइज फ्रेमवर्क युज गर्नुहुन्छ भनेदेखि नो एआई क्यान बिट यु, नो कम्पिटिटर क्यान बिट यु है। त्यो कारणले गर्दाखेरि अब तपाईँसँग सबै कुराहरू थाहा पनि भइसक्यो, तपाईँ कम्पिटिटरले बिट गर्न सक्दैन तपाईँलाई भन्ने फिल भइसक्यो। एआई जेसुकै नयाँ आओस्, बट आई विल किप द्याट युनिकनेस विदिन माई सेल्फ। म अझ पनि इभल्भ हुँदै जान्छु, आई विल एम्प्याथाइज, आई विल स्टे ह्युमन भन्ने जबसम्म त्यो राखेपछि कि हामीलाई के को डर होइन। पनि जोसुकै आओस्, कम्प्युटर जोसुकै आओस्, हामीलाई के फिल हुन्छ? त्यहाँ पनि यही छ क्या Thank you so much. That was my time. Don't ask any question, please.